साथीहरु यहाँ बारी घरको मेरो घरको छेउमा सिमी रोप्नुको लागि यहाँ तल्लो गुड्दैछु। साथीहरु धेरै धेरै यसो मेरो भिडियो हेरेर माया गरिदिनु होला। अनि मरेपछि कि लानु छैन साथीहरु, धेरै धेरै माया गरिदिनु है साथीहरु। यो ट्र्याक्टरले जोतेको तर खाल्टा पारेछ साथीहरु। अनि खाल्टा पुर्दैछु, मिलाएर यहाँ सिमी रोप्नु पर्ने। यस्तै दुःख छ हौ साथीहरु, बरिसकालमा अब काम गर्नु पनि सकिँदैन। यसो आयो बरिसकाल भयो, अब डरालु पनि दुख्यो हो साथीहरु, अब काम नसकिने रहेछ। आयो एकैछिन बस्नुपर्छ। आयो मेरो डरालु पनि दुख्यो, बरिसकाल भएछ हो साथीहरु, अब काम छैन। यो ट्र्याक्टरले खाँदेर कम्ती साह्रो छैन, फेरि यसरी खुन्नुपर्छ। त्यो ट्र्याक्टरले चक्काले खाँदेको साह्रै रहेछ। यसरी खाल्टा बारेको छ, अनि यसरी बुन्नुपर्छ। यो सानो खरामा यस्तै पार्छ हौ साथीहरु, ठुलोमा त यस्तो कुट्नु पर्दैन। जोतेपछि गुरुगुरु रोप्नु हुन्छ, त्यो खुम्नु साह्रो पर्छ रहेछ ट्र्याक्टरले साथीहरु। अनि यो हिरोना चक्काको यस्तो अनि यो खुन्नु पर्छ। यो अब सानो खरामा खुम्नु पाउँदैन, अनि ठुलोमा त सरसक हुन्छ र सजिलो यसरी खुन्नु पर्दैन हौ साथीहरु। अब के गर्नु, यस्तै छ जिन्दगी। म त अब बुढेसकाल छोएको हो, अनि म त अब यस्तै जहिले काना लगाएर काम गर्नुपर्छ। अहिलेको नानीहरूले त लाउँदैन हो साथीहरु हो। यो फेरि अस्तिको मान्छेले मात्रै यसरी लाउँछ साथीहरु। म त अनि यस्तै जहिले लगाइराख्छु साथीहरु, के गर्नु, यस्तै छ जिन्दगी। अब अस्तिको नानीहरूले त लाउँदैन साथीहरु। रोप्नु थाल्नु न छुट्टामा। म त लिम्बुनी हो साथीहरु। म त खानु भन्दा के भनौँ, म त छिटो होइन लिम्बुनी याक्छु मारो दिन्छु। अब लिपियाहरू दिन्छु।
यो के भन्छ मैलो मेरो भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद छ साथीहरु।